आज हामी कुरा गर्दैछौँ काठमाडौँको मुटुमा लेखिएको एउटा यस्तो कथाको जसले निराशालाई आशामा र एउटा सपनालाई सहरको यथार्थमा बदल्यो। यो कथा हो बालेन शाहको, एक इन्जिनियर, एक र्यापर र त्यो आवाज जसले एउटा सिङ्गो सहरलाई नै बिउजाइदियो। यो कथाको सुरुवात हुन्छ काठमाडौँबाट, आफैमा हजारौं वर्षको इतिहास बोकेको सहर। यहाँका हरेक गल्ली र मन्दिरले आफ्नै कथा भन्छन्। तर पछिल्ला केही दशकहरूमा यो सहरको परिचय अर्कै बन्दै थियो। अव्यवस्था, धुलो, धुवा र कहिल्यै नटुङ्गिने राजनीतिक खेल। यहाँका मानिसहरूको मनमा एउटा गहिरो निराशा थियो र त्योभन्दा पनि गहिरो थियो परिवर्तनको तिर्खा। ठ्याक्कै यही निराशाको अन्ध्यारोबाट एउटा नयाँ आवाजको खोजी सुरु भयो। मानिसहरूलाई अब एउटा यस्तो नेतृत्व चाहिएको थियो जसले भाषण मात्र होइन, सहरको धड्कन बुझोस् र कामले नै जवाफ दियोस्। र त्यही आवाज बने बालेन्द्र शाह, जसलाई हामी सबै मायाले बालेन भनेर चिन्छौं। उनको यात्रा र्यापको माइकबाट सुरु भयो, तर हिँड्दा हिँड्दै त्यो यात्राले उनलाई सहरको सबैभन्दा शक्तिशाली कुर्सीसम्म पुर्यायो। यो विद्रोह, आशा र दृढ सङ्कल्पको एउटा साँच्चै असाधारण यात्रा थियो। तर आखिर को हुन् त बालेन शाह? उनको परिचय एउटा राजनीतिज्ञमा मात्रै सीमित छैन। कसरी एक इन्जिनियरको दिमाग र एक र्यापरको मन मिलेर एउटा नेता बन्न सक्छ? आउनुहोस्, उनको व्यक्तित्वका यी दुई शक्तिशाली पाटोलाई अलि नजिकबाट हेरौँ, जसले उनको यात्रालाई आकार दियो। सन् 1990मा काठमाडौँमै जन्मेका बालेन एउटा यस्तो परिवारमा हुर्किए जहाँ शिक्षालाई सधैँ महत्त्व दियो। उनी सानैदेखि प्रश्न सोध्ने र समाधान खोज्ने स्वभावका थिए। सायद सहरको अव्यवस्था देखेर उनमा जुन बेचैनी थियो, त्यसैले नै भविष्यको मेयरको जग बसालिसकेको थियो। उनको यात्राको जग नै शिक्षा थियो। सिभिल इन्जिनियरिङमा स्नातक सकेपछि उनी भारत गए, जहाँबाट प्रतिष्ठित VTUबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरे। तर उनको ज्ञान किताबमा मात्रै सीमित भएन। एकातिर इन्जिनियरिङले उनलाई समस्या समाधानको खाका दियो भने अर्कोतिर र्यापले ती समाधानलाई जनताको भाषामा सुनाउने शक्ति दियो। बालेनको व्यक्तित्वको यही दुई पाटोले नै उनलाई अरूभन्दा फरक बनायो। सोच्नुहोस् त, एकातिर र्यापर बालेन, जसले गीतबाटै भ्रष्टाचार र असमानतामाथि कडा प्रश्न गर्थे, अर्कोतिर इन्जिनियर बालेन, जसले सहरको समस्या समाधान गर्ने ठोस योजना बनाउन सक्थे। शब्द र समाधानको यही गजबको मिश्रणले एउटा शक्तिशाली दृष्टिलाई जन्म दियो। अनि उनको र्याप मार्फत उठेको त्यो आवाज अब गीतमा मात्र सीमित रहेन, त्यो बिस्तारै सडकको आन्दोलन बन्यो र त्यही आन्दोलनले उनलाई सङ्गीतको स्टेजबाट राजनीतिको मैदानमा पुर्यायो, जहाँ उनले इतिहासकै सबैभन्दा असम्भव देखिने एउटा यात्रा सुरु गरे। साल 2022 यो त्यो वर्ष थियो जसले नेपालको राजनीतिको परम्परागत धारलाई नै हल्लाइदियो। बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो नाम घोषणा गरे। यो घोषणा मात्र थिएन, यो यथास्थितिमाथिको एउटा शक्तिशाली चुनौती थियो। तर यो लडाईँ सजिलो कहाँ थियो र? एकातिर थिए दशकौंदेखि जरा गाडेर बसेका सङ्गठित र स्रोत साधनले भरिपूर्ण राजनीतिक दलहरू, अनि अर्कोतिर थिए एक स्वतन्त्र युवा जसको शक्ति थियो सामाजिक सञ्जाल र हजारौं निस्वार्थ युवा स्वयंसेवकहरूको अदम्य ऊर्जा। त्यतिबेला धेरै राजनैतिक विश्लेषक र पुराना नेताहरूले एउटै कुरा भने, यो त सम्भव नै छैन। उनीहरूका लागि पार्टीको सङ्गठन र पैसा बिना चुनाव जित्नु कल्पना बाहिरको कुरा थियो। उनीहरूले युवाको त्यो शक्तिलाई सायद कम आँकेका थिए। तर विश्लेषकहरूको कुरा एकातिर थियो, सडकको आवाज भने अर्कै थियो। खास गरी युवाहरूको मनमा एउटा आँधी चलिरहेको थियो। अब परिवर्तन चाहिन्छ। उनीहरूले बालेनमा एक उम्मेद्वार मात्र होइन, आफ्नो दबिएको आवाज र भविष्यको आशा देखेका थिए। र जब नतिजा आयो, यसले सबै अनुमान र हिसाब किताबलाई गलत साबित गरिदियो। बालेन शाहले 61,000 भन्दा बढी मत ल्याएर ऐतिहासिक जित हासिल गरे। यो अङ्क केवल एउटा तथ्याङ्क थिएन, यो यथास्थितिमाथिको एउटा शक्तिशाली जनमत सङ्ग्रह थियो। यो जितले एउटा कुरा प्रश्न पार्यो, जनताले केवल नेता होइन, एउटा नयाँ सोच र काम गर्ने नयाँ तरिकालाई चुनेका थिए। यो नयाँ पुस्ताले परम्परागत राजनीतिमाथि गरेको विश्वासको जित थियो। तर जितको उत्सव सकिएसँगै सुरु भयो असली चुनौती। चुनावी मैदानको उत्साह अब सहरको जटिल र वर्षौं पुराना समस्याहरू समाधान गर्ने भारी जिम्मेवारीमा बदलियो। अब बल्ल बालेनको इन्जिनियरिङ ज्ञान र व्यवस्थापकीय क्षमताको वास्तविक परीक्षण सुरु भएको थियो।
मेयरको कुर्सीमा बस्ने बित्तिकै उनले काठमाडौँका सबैभन्दा गाह्रा र देखिने समस्याहरूमा हात हाले। वर्षौंदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा सुधारका प्रयासहरू भए, सार्वजनिक जग्गा मिसेर बनाइएका अवैध संरचनाहरूमाथि डोजर चल्यो र ट्राफिक व्यवस्थापनमा नयाँ योजनाहरू लागू गरियो। शहरले पहिलोपटक कामले देखिने परिवर्तन महसुस गर्न थाल्यो। अब यस्ता कडा कदम चाल्दा सबैले ताली मात्रै बजाउँछन् भन्ने त थिएन। उनले शक्तिशाली समूहहरूको विरोध र चौतर्फी आलोचनाको सामना पनि गर्नु पर्यो। तर उनी आफ्नो लक्ष्यमा चट्टान जस्तै अडिग रहे र आफ्नो अडानबाट पछि हटेनन्। उनको प्रशासनलाई हेर्ने हो भने 3वटा मुख्य स्तम्भमा टिकेको देखिन्छ। पहिलो, पारदर्शिता, ताकि जनताले सबै कुरा देख्न सकुन्। दोस्रो, जवाफदेहिता, अर्थात् आफ्नो निर्णयको जिम्मा आफै लिने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, परिणाम, भाषणमा होइन परिणाममा विश्वास गर्ने कार्यशैली। बालेन शाहको यो यात्राले काठमाडौँमा मात्र होइन देशैभरिका युवाहरूमा आशाको एउटा नयाँ अध्याय सुरु गरेको छ। यसले के देखाउँछ भने इमानदार प्रयास र नयाँ सोचको लागि राजनीतिमा अझै पनि ठाउँ छ र जनता परम्परागत दलहरूको विकल्प खोजिरहेका छन्। उनको एउटा भनाइ निकै चर्चित छ, परिवर्तन भाषणले होइन कामले देखिन्छ। यो केवल एक नारा होइन, यो त वर्षौंदेखिको खोक्रो आश्वासनबाट थाकेका जनताका लागि एउटा प्रतिज्ञा हो। यो उनको काम गर्ने तरिका र दर्शन हो जसले धेरैलाई प्रेरित गरेको छ। र्याप गाउने एक विद्रोही युवादेखि महानगरको नेतृत्व गर्ने मेयरसम्मको यो कथाले हामी सबैलाई एउटा शक्तिशाली सन्देश दिन्छ। यदि दृष्टि स्पष्ट छ र त्यो दृष्टिलाई पूरा गर्ने हिम्मत छ भने असम्भव देखिने परिवर्तन पनि साँच्चै सम्भव छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछौँ, के बालेन शाहको यो कथा केवल एक व्यक्तिको सफलताको कथा मात्र हो, वा यसले एउटा नयाँ सम्भावनाले भरिएको नेपालको तस्विर देखाउँछ जुन बल्ल सुरु हुँदैछ? यसको जवाफ त अब भविष्यले नै देला।